हेलो गाइस, नमस्कार। के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ र हेर्नुहोला त प्रत्यक्ष भिडियो लाइभमा एकदम कलम मारेर एकदमै राम्रो बनाएको छ गाइस। के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला। हजुरहरू पनि आराम कुशलै हुनुहुन्छ। एकदमै राम्रो कलम काटिएको छ। हजुर हेर्न सक्नुहुनेछ र प्रत्यक्ष यहाँ लाइभमा हेर्न सक्नुहुनेछ। यहाँ अगाडि पसिसक्नु अवस्था। यहाँको पुल पनि बन्नु आँटेको छ। केही बजेटको कमीले रोकाएको छ। हजुरहरू हेर्न सक्नुहुनेछ प्रत्यक्ष हजुरहरूले। यो चाहिँ मान्छे हिँड्ने पुल हो, सानो। यहाँ उठाइसकेको छ, यहाँ बिचको उठाइसकेको छ र यहाँ यो चाहिँ मान्छे हिँड्ने पुल हो। यो खोलाको लागि, यो बर्खाको लागि र एकदमै प्रत्यक्ष भाइरल पुल चाहिँ त्यहाँ छ गाइजहरू। काटिएको कलम काटिएको छ। यो चिया बगान एकदमै राम्रो देखिन्छ भन्नु पर्यो। यस्तो छ है गाइज, चिया बगान, चिया कलम काटिसकेको अवस्था। एकदमै यो मिसिनले नै काटेको छ हजुरहरू। र विश्वभरि छरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूले धेरै धेरै धन्यवाद साथै नमस्कार। र प्रत्यक्ष म टिका लिम्बू हजुरहरू माया साथले गर्दा फेरि पनि म उपस्थित भइसकेको छु। आजको दृश्य भनेको चियाको बगान एकदमै काटिसकेको छ। एकदमै लेभल है, यो लेभल काटेको छ र यो मिसिनले काटेको। जुन यो बहिरा त्यो झाँस काटिन्छ नि, त्यो मिसिनले काटेको। यहाँ 8 देखि 9 जनाले काटेको, 9वटा मिसिनले काटेको भन्नु पर्यो। एकदमै बबाल राम्रो देखिन्छ र छिट्टो काटिँदछ। त त्यो मिसिनले नै एकदमै राम्रो। त्यो मिसिनले चाहिँ जे पनि काट्दो रहेछ होइन, घाँसहरू पनि काट्दो रहेछ र घाँसहरू। र त्यो मिसिनले चाहिँ पहाडमा बस्नेहरू आदरणीय मित्रहरूको लागि एकदमै राम्रो देखेँ। किनभने त्यो पहाडतिर धेरै घाँसहरू हुन्छ, त्यो घाँस काट्नलाई एकदमै राम्रो उचित लाग्यो। जुन अब पोहोर मैला, जुन अब यो माघ फागुनमा अब कसिङ्गार काटिन्छ नि, त्यसको लागि एकदमै राम्रो। र अम्लिसोहरू काट्दा भयो, अनि केहरू होइन, झार भाड्दाखेरि एकदमै राम्रो देखिएला। हजुर पनि होइन चाहनुहुन्छ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ, कहाँ पाइन्छ। र हामीले चाहिँ सही ठाउँ र सही समय हामी सम्पर्क गर्नेछौँ भन्नु चाहेँ। र विश्वभरि छरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू धेरै धेरै धन्यवाद। म आराम छु, हजुरहरू पनि आरामै हुनुहुन्छ भन्ने आशा साथै हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने। आज बिहिबार एकदमै राम्रो। यतिखेरको समयको 4:30 बजीको समय। आज पुस 24 गते साँझको समयमा हजुरहरूको यस्तो दृश्यहरू हालिराखेको छु। हजुरहरूले हेरेर माया गरिदिनु भएकोमा सबै सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यस्तै छ यहाँको दृश्यहरू र यस्तो छ यहाँ घाम डुबिने अवस्था छ, हेर्न सक्नुहुनेछ भन्नु चाहेँ। यस्तो बाँसको झाङ छ, यहाँ खोला यसरी छ। यहाँ चाहिँ भाइरल पुल सामने देख्नुभएको छ। यो भाइरल पुल चाहिँ तर अलिकति मधुरो छ है र भन्न चाहेँ हजुरहरू।
त्यो गाई ल्याउँदैछ, अब गाई ल्याउँदैछ। गाईहरू आफ्नो घरको ल्याउने अवस्था भइसकेको छ। र यहाँ आलु रोपेको छ होइन। झापामा पनि आलु एकदमै राम्रो फल्ने हो र यसमा राम्रो फल्ने समय पनि यही बेला हो। अब खन्ने बेला अवस्था भइसकेको छ। हजुरहरू के गर्दैछन्? आरामै हुनुहुन्छ? जहाँ भएर पनि मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने माया गरिदिनु होला र छेउमा भएको बेल आइकनले छुइदिनु होला। साथै त्यो सेतो सब्सक्राइब भनेर लेखेको छ, त्यहाँ सेतोलाई चाहिँ एकचोटि छुइदिनु होला र लाइक र कमेन्ट, मिठो कमेन्ट, कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो देशको नाम राखिदिनु होला। हजुरको माया सपोर्टले गर्दा, तपाईँको मिठो कमेन्टले गर्दा तपाईँ पनि भाइरल हुन सक्नुहुन्छ र म पनि भाइरल, हामी दुईजना भाइरल भएर अगाडि बढ्ने प्रयास गरौँ भन्दै समयले अगाडि होइन अगाडि बढाउँदै हजुरहरू धेरै धेरै धन्यवाद भन्दै आज म प्रत्यक्ष टिका लिम्बू लाइभबाट म अजेल हुन चाहन्छु। हस्त धन्यवाद, धेरै धेरै धन्यवाद साथै, थ्याङ्क यू सो मच। यस्तै माया गरिदिनु होला भन्नुहुन्छ, हेरिदिनु भयो, साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद।